भन ल भन अनि अरू नभन्ने अब जाने भन मान्छेको च्याम्बिर चोरेर खाने है मान्छेको जलबिर चोरेर खाने भक्कु गएर घाँस खान गएको मान्छे 12-1 बजे 2 बजे आउँथ्यो डोडी खेलेर सबैजना मिलेर तपाईँको धेरै टाढा हुन्थ्यो गोठ गोठमा त म त्यति गएन हजुरबा बस्थ्यो त्यहाँ हामी कहिले हजुरबाले देख्नुभयो तपाईँले त्यो हजुरबा नहुँदा चाहिँ बाउसँग जान्थ्यो कि तपाईँको हजुरबाले देख्नुभयो अनि त्यता पनि झन् गाईगोरुसँगै चराउनु गएको गाईको दुध दुहेर दिन्थ्यो हार बौडेर काँचै दुध खाएको अहिले त कहाँ खान्छ त बच्चामा त बाख्रा दुध पनि दुहेर धेरै दिन्थ्यो टाढा टाढा हुन्थ्यो भने साँच्चै गोठ ए कालो कालो के भन्छ नि त्यसको कल्चौडे कालो कल्चौडे भन्छ त के कालो कल्चौडी त्यो कालो कल्चौडेको रगत रातै खायो कहाँ तात्ता खायो भने रोग हर्छ अरे भनेर कसले हो हाम्रो भाइले है कसले काटेर दियो स्वाटै पारेको तात्ता तपाईँहरू पनि घर माथि लेकमा अनि त ए घर रे तल बेसमा अनि माथि चाहिँ अनि गोठ हुन्थ्यो लेकतिर चाहिँ कहिले उता गोठ हुने कहिले यता गोठ हुने त्यस्तै हुन्छ किन सारेको नि गोठ चाहिँ अनि यता पनि जग्गा उता पनि शिरमै जग्गा यता पनि शिरमै जग्गा खोला पारी पनि कसरी आफ्नो जग्गा हाम्रो घर सिधा पनि पैसा चाहिँ धेरै आयो त्यहाँबाट बेचेर झर्दा तल आउँछ 30,000 रुपियाँमा बेचे सब बेच्दाखेरि त अहिले चाहिँ अहिले त के थाहा कति आउँछ आम्मामा जम्मा 30,000 बेचे मलाई त अहिले नि माया लाग्छ कम्ता थियो जग्गा हाम्रो कति धेरै थियो जग्गा हाम्रो त के भन्छ नि फापर बेसी हुन्थ्यो फापर अनि के यस्तो मटन्नै राख्थ्यो होइन बोरा बोरा खप्ट्याइ खप्ट्याइ यहाँदेखि वहाँ परसम्म राख्थ्यो होइन फापरको बोरा हामी त कति धनी छ है देखेस् बाहिर कति धनी छ है भन्थ्यो आमाले बाक्सा खोल्नु गएपछि आमाले के लुगाइराख्ने है अनि खानेकुराहरू आमाले घर्याक्क गरेर ढोकाको त्यो खोल्न लगाएपछि माथिबाट घरङ मुनिबाट जान्थ्यो बाहिर होइन नि त्यो भित्र दराजभित्र के हुन्छ मिसिरी सिसिरी ए अहिले पनि हुन्छ त आमाको त के राख्थ्यो के अहिले आमाको भने यो तपाईँको मम्मीको अहिले नि हुन्छ है के थाहा अहिले थाहा छैन अस्ति नै केराहरू हुन्थ्यो त्यो केरा त बाहिरै रहेछ त्यो थएर मिसिरीहरू नि हुन्छ नि अहिले पनि भित्रै ए मामा घर त हदै हाम्रो बारी गोठहरू नागेर जानुपर्थ्यो त्यो प्रेम मामाहरू छैन तिनीहरू घर जाँदाखेरि अनि आमाले बाटोमा लगेन भने हामीलाई ननारी भन्छ अनि त्यो प्रेम मामाहरू घर यता होइन यता धेरै जस्तो मलाई लान्थ्यो मामा घर एक दिन त कान्छा हाम्रो कान्छा मामा के तेरो कान्छा मामा अनि छोरीलाई त लान्छ त अनि ढोका लगाइदियो अनि सानो झ्याल चाहिँ खुल्लै थियो मान्छे कहाँ गयो भागेर छोरी मामा घर पुगेछ को कान्छा आमासँगै गएछ तपाईँ चाहिँ तिहारमा टिका लाउनुपर्छ भने त्यो काट्ने थियो नि हाम्रो अघि भने काट्ने नि टिका लाउनुपर्छ भदैलाई भनेर ढोका थुनेर आएर रुएर बसेको थियो भित्र पछि त के गरेर छोडिदियो क्या अरे झ्यालबाट खोलेर आमालाई भेट्न पुगेपछि मामा घर पुगेछ कति टाढा थियो नि ला मार्छ भाउजूले ला मलाई भाउजूले मार्छ भन्दै बस्यो अरे तपाईँको अहिलेको मामा घर छ नि यहाँ त्यही त पहिल्यैदेखि त्यही हो अनि त्यति टाढा आउँथ्यो उहाँ लेखदेखिबाट कम्ता खुट्टा दुख्थ्यो कति दिन लाग्थ्यो एक दिन राति पुग्थ्यो हिँड्दै आउँथ्यो भालुले खान्छ बाघ आउँथ्यो कि बाघबाट डर लागेर त्यस्तो धेरै हिँड्थ्यो कम्ता हिँड्थ्यो डर मरि खोलादेखि हिँडेर गएको छ म त थलै परेको छ मरि खोलादेखि मरि खोलादेखि हिँडेर गएको मरि खोलादेखि हिँडेर गएको आमा भारी बोकेछ म रित्तै हिँडेको छ त्यो पनि हिँड्नु नसक्ने म त आमालाई भेट्नै नसक्ने अनि गाडी चल्दैन थियो अनि अँध्यारो भयो भनेर के त्यो टुटखेल त्यो मरि खोला पारिपट्टि हुन्छ नि त्यो माथितिर जङ्गलमा आइपुग्थ्यो हामी ला रात पर्यो भागले खाने होला हामीलाई त ला भन्छ आमा थुलुङ कुदाएको छ मलाई डर देखाएको छ ऊ चाहिँ अगाडि कुदेको छ भारी पनि बोकेको छ मलाई चाहिँ कम्ता खुट्टा दुखाएन कहिले बिर्सिँदैन थियो कम्ता हिँड्यो मरि खोला खाएर नि हिँड्यो त्यत्रो धेरै हिँड्थ्यो गाडी चल्दैन थियो त्यतिखेर बसेपछि आइज भन्थ्यो मामा त्यहाँदेखि म गएन अनि गाडी चल्दैन थियो तर अब चल्छ गाडी अहिले चाहिँ भर्खर चल्न थाल्यो त्यो पनि चल्दैन त्यहाँबाट अहिले चल्दैन ठाडो हो सिन्धुलीबाट जाने मामा अनि लेख कति त्यो मरिन खोलादेखि लेख जान कति लाग्छ एक दिन किन झऱ्यो तल चाहिँ त्यहाँबाट राति पुग्ने मान्छे झन् कति बजी पुग्यो होला त मरि खोलामा सम्झै हिँड्नु पर्ने लेखबाटै एक दिन भनेपछि त अनि तपाईँको लेख जानुपर्ने एक दिन मरि खोलाबाट लेखमा जाने एक दिन लाग्छ अनि फेरि लेखबाट फेरि माथि त्यहाँदेखि माथि जाने अनि मरिन खोला अहिले त गाडी होला नि त छैन अहिले गाडी छैन सिन्धुलीबाट खोइ कहाँबाट जान्छ खोइ कताबाट जान्छ भनेर सुने सिन्धुलीबाटै होला कुन जिल्ला हो त्यो चाहिँ
सिन्धुलीबाट जान्छ त्यो लेख भने त्यो सिन्धुली जिल्ला सिन्धुली जिल्लै हो त्यो सिन्धुलीबाटै जान्छ क्या ए जान्छ अरे भनेको छु म त अलिक थाहा छैन सिन्धुलीबाट जान्छ अहिले जस्तो गाडी छैन भने त कस्तो हुने म त्यही हिँडेर जानुपर्छ नि बिहे नगरेर त्यहाँबाट 12 वर्षमा माग्न कसले मलाई माथि लेखमा अनि माइती आउनु सक्दैन त्यस्तो टाढो भने सानो पर्छ म बिहे गर्नुपर्छ भने के थाहा दाइको बिहे नि गरेको छैन मलाई माग्न आउँछ राँडीको छोरा अनि के भयो अनि बाटोमा भेट्यो भने चाहिँ खालि हाम्रो आमा बुवालाई भेट्यो भने ससुरा भनेर नमस्ते गर्ने रे त्यो केटाले त्यस्तोमा दाग चाहिँ गएर अनि पछि मरिखोला आयो पनि माग्न आएर गाडी रहेछ मलाई मरिखोला आयो भने माग्न आएर चाहिँ अनि त्यो धेरै राम्री भएर होला कि त्यो कान्छी माइजहरू के कान्छी माइजीको बहिनी रिता सीता तिनीहरूले के भन्छ त्यस्तो टाटेलाई गयो भने म त टाटे भेना भनिदिन्छु अरे भनिदिन्थेँ कि तिनीहरूले मलाई दाइको चाहिँ बिहे नै गरेको छैन मलाई माग्न छ जति राडी अनि दाइले सिकायो कि मलाई दाइको बिहे नगरी छाड नपढ्नु दाइको बिहे नगरिकन बिहे गर्दैन भने यो भन्ने कि मलाई दाइले आयो अनि दाइले आएर हुँदैन भन्दैन गयो कति वर्ष थियो तपाईँ छोरीलाई सोध भन्दा चाहिँ आएर बाउले दिने रे मलाई त आमामा। उहाँ लेखमा हुँदै दिने रे मलाई त छोरीलाई सोध्नु धन्न त्यहाँ चाहिँ बिहे गरेर चाहिँ ए मरि उहाँ लेखमा हुँदा चाहिँ दिँदैन भने सानै छ कसले भनेको यत्रो बच्चामा माग्न आउने कसले भनेर पठाएको यहाँ को भने लमी सिधै आएको थियो मैले लमी भन्दाखेरि त्यो हाम्रै आफ्नै मान्छे हिजो टिका मैले टिकामा देखाएको थिएँ त छेकबाट के अरे त्यो ए अँ त्यसकै बाउहरू आएको कि यत्रो रिस उठ्यो हामी भर्खर भात खाइसकेको थियो तिनीहरू टाप्ला टुप्ला आएको छ अँध्यारोमा के गर्न आयो भने सोद्धा त लास्टमा मलाई पो माग्न आयो अरे कति वर्ष थियो तपाईँ झन् भन्छु 10-12 वर्ष थियो भने 12 वर्ष 12-13 वर्ष थियो होला मलाई याद छैन सानै थियो मलाई थाहा नै थियो लु बस्न हजुरबा पर्छ क्या त्यसको अघिको त्यो टिकाउँ देखाएको थियो त उसको बाउलाई हजुरबा पर्छ क्या हामीले एनालाई निनी पर्छ ए अनि बस्नु हजुरबा भनेर अनि तल मरिन खोला आएर चाहिँ अनि पिरा सिरा दियो पिरा मरिन खोला आएर माग्न आयो भने तपाईँलाई मैले खानामा माग्न आएर अनि त्यो सीता त्यो कान्छी माइजहरूले र कान्छी माइजीको बहिनीहरूले के भन्यो आफन्त थियो टाटे भेनाजु भन्छ आफन्त थियो भन्थे को कान्छी माइजहरू थिएन नि पछि ए नजिक नजिक घर भएर नजिक गएर अनि साथी ए साथी तिनीहरू अहिले चाहिँ अहिले त बुहारी भन्नुपर्छ नि अनि त्यो पहिला कुरा गर्दैन अहिले कसले गऱ्यो अनि ए मठखोला आएर माग्न आएपछि त्यसको अनि अहिले त तपाईँ नराम्रो सोध्छ होइन कोदोको नोलहरू खानु तिनीहरूले सिकायो कोदोको नोल बनाउने भारी त्यसको कान्छी बहिनी काइली बहिनी सबै कोदोको नोल काट्नु जाने सबै भारी भारी बनाएर भने राम्रो राम्रो गुलियो गुलियो छान्दै मुठा मुठा बनाउने भारी पकाउने यो मेरो यो तेरो भनेर छुट्याएर राख्ने खाने मरिखोलामा आइकन पनि साथीहरूसँग खन्ता खेलेन गुन्द्रो हाल्ने माथि त्यो घरभन्दा डाँडा माथिबाट गयो खाल्टा खन्ने यो मेरो यो तेरो भनेर नाम पनि लेख्ने अन्त यो अनि भोलिपल्ट जाने त्यहीँ बस्ने फेरि अनि बस्यो भने तेरो मेरो गुन्द्रो कति राम्रो भएछ हेरौँ भन्थ्यो गुन्द्रो झिक्थ्यो त्यो स्याउला काटेर सब खाँथ्यो खाल्टा खनेर ए स्याउलालाई गुन्द्रुक अनि खान्थेँ क्या गुन्द्रो निकाल्थेँ मैले त कतिवटा के अरे घाँस खान जाँदा नाम्रै हराएर आएको छ मैले त्यो बसेको ठाउँमा अनि यस्तो मान्छे छ घाँस काट्न गएको अनि नाम हराएर खसिया मात्रै हातमा त नाम्लो छैन घाँस काट्नु घाँस केमा बोक्ने भन्दा त्यो कान्छी माइजीको बहिनीको गम्छा रहेछ जाडो महिना मलाई गम्छामा बाँधेर लिएर घरमा केही भन्यो गम्छामा लहरा हालेर अनि बोकेर घरमा केही भन्नु भएन अनि त्यसले त थोरै घाँस ल्याउँछ भन्दैछु मैले नाम्लो बनाइदिएँ त्यसलाई मैले लहराको नाम्लो बनाइदिएँ रितालाई रितासँग त बोलिरहन्थेँ अहिले अलिक बोलेको छैन टिकटकमा साइ छ त नि सबै तिनीहरू रिता गीता सबै साइ छ नि तिनीहरू कम मिल्थ्यो हामीसँग रिता गीता सबै हामीसँग साइ अनि लेखमा अहिले जानु मन लाग्दैन अहिले तिनीहरूले पहिला मलाई दिदी भन्थ्यो अहिले त त्यसको अङ्कललाई गयो भने आन्टी भन्छ नि सबले ए सबको आन्टी भने अहिले आन्टी त्यसकै दाइ त्यो डम्बरे भन्नेले त भने राडीको बाँधले यस्तो रिस उठ्यो त्यसको बुढी र मलाई यत्रो त्यो ब्याङ्कपाटाको गोला यहाँ हालिदिएर गाडे त्यस पछि हिँडेको रहेछ अनि बुढी चेली के भनेन हामी अगाडि बुढी चेली नै हालिदिएको मलाई नै हालिदिएको नि पछाडिपट्टि कम्ता टोक्याएन त राडी छोरालाई त कहिले ऊ त्यो पल्न रन्डिक छोरालाई भने सराप्दै गएको
कम्ता टोक्याएन कमलाको बुढी चाहिँ केही भनेन करायो नि मात्तेको भन्दै अनि मातेको टोकेर मार लागिसक्यो होला अनि मातेको भनेर हुन्छ कमलाको गोला हालेर गाडी त्यसलाई र मलाई त्यसको बुढी र मलाई योसँग भएपछि मजा नि तेरो आमा कन्न देखा न पग्लो अब